हेलो एभ्रिवान, नमस्ते। हेर्नुहोस् यहाँनिर गरममा मेवा खाएको चाहिँ एकदमै राम्रै साथीहरू हो। त्यही भएर मेरो छोरालाई चाहिँ है एकछिन पढ भनेको थिएँ हो। हेर्नुहोस् न, पढ्दा पढ्दा उठेर हिँडेको गर्छ नि त, नानीहरू त्यस्तै हुन्छ, पढ्नु बस्यो कि भोक लाग्छ है। अन्त त्यही भएर चाहिँ यहाँनिर मेवा थियो घरमा हो। अन्त यो चाहिँ हाम्रो बारीमा फलेको थियो नि त, अन्त त्यही भएर चाहिँ यहाँनिरै मम्मीलाई काट्नु लाएर हो, आफै मम्मीलाई बोलाएर नि काट्नु लाएर नि यहीँ दुइटै रेडी गरेर चाहिँ खाँदैछ हो। तर काँचो काँचो रहेछ, त्यही भएर चाहिँ पुरा कडा भएछ नि त बिचरा मेरो छोरालाई। त्यही भएर फेरि मलाई काटी मागेर चाहिँ मैले चाहिँ मसिनो काटिदिएँ नि त, अन्त बिचरा खानु सजिलो होस् भनेर हो। अन्त अब फेरि त्यसै खल्लो खल्लो हुँदो रहेछ नि त काँचो मेवा चाहिँ। त्यही भएर मेरो छोरा चाहिँ हल्का चिल्ली डस्ट र नुन लाएर चाहिँ खाने अरे भनेर चाहिँ मैले रेडी गरिदिएँ छोरालाई हो। अन्त खाँदैछ, मिठो भयो अहिले चाहिँ भनेर, टेस्टी भएको छ भनेर चाहिँ बाहिर मजाले बसेर खाँदै थियो नि त मेरो छोरा। आज मजाले घाम पनि लागेको थियो हो, त्यही भएर पनि अल्छी लाग्यो होला। अन्त चाहिँ बसेर खाँदै थियो। हेर्नुहोस् न यहाँनिर कहाँबाट बाँदर पनि आइपुग्छ, फेरि जहिले आउँछ हाम्रो घरमा चाहिँ हो। अन्त बाँदरलाई पनि एउटा मेवा दिएको थिएँ, खाँदैछ